3 वर्षीय बालिकालाई बलात्कार गरेर हत्या गर्ने गुनेगारको सम्पूर्ण त्योदेखि अहिलेसम्मको बयान यहाँ तपाईको सामु राखिएको छ। सुन्नुस् पहिला यो भिडियो। त्यसले हामी दुईजना त्यसलाई लिएर आयो हैन त। तिमीले भन्यो नि त्यो दिन बिहान म बिरगञ्ज आए के भयो? पचाबाट बिरगञ्ज गएर बिरगञ्जबाट स्टाफ पुऱ्याएर अनि घर आयो नि। अनि त्यसलाई पनि लिएर आएपछि मिराबाट उठायो त्यसलाई आफ्नो साथीलाई। अनि यहाँ ल्याएर बस्यो अनि हामी दुईजना मन गरेको सेक्स गर्न हैन। अनि के अरे हामी आयो यता अनि त्यो बच्चाहरू खेलिरहेको रहेछ। हामी खेल्न गएको होइन, बच्चाहरू खेलिरहेको रहेछ। अनि त्यहाँबाट चक्लेटको लालच दिएर कतिजना बच्चाले खेलिरहेको थियो? 3 जना थियो, 2 जना केटा थियो, एउटा केटी थियो। अनि केटी चाहिँ यही त्यसले गढीमा रहेछ। तिमी पहिलेबाट चिन्थ्यौ त्यो नानुलाई? चिन्दैन थियो? जबदेखि त्यो गाडी चलाउन थाल्यो नि अनि कहिलेकाहीँ गाडीमा के अरे खेल्न आउँदो रहेछ। त्यो खेल्न आएको समयमा म हुँदैन थिएँ त्यहाँ। अनि के अरे अस्ति चाहिँ भेटाएको थियो तर त्यसलाई नि गर्नु मन लाग्थ्यो। घरमा कोही पनि थिएन, त्यसको नि कोही पनि थिएन, मेरो नि कोही थिएन। लिएर आयो, जति मन गर्यो। चक्लेट किन्यो अनि त्यो त्यहाँबाट भन्दा के भयो? चक्लेट किनेपछि अनि त्यसले लिएर गयो। होइन म एक्लै गएको। अनि चक्लेट किनेर आएपछि के भयो? त्यहाँ गयो बच्चाले खेलिरहेको थियो। बच्चाहरू खेलिरहेको थियो, त्यो प्रतीक पनि त्यही थियो। तिनीहरूले हेरिरहेको थियो। म चक्लेट किनेर आएँ अनि चक्लेटको लालच दिएर लिएर गयो त्यसलाई। अनि दुईटा भाइहरूले के गर्यो? त्यो भाइहरूलाई त छोरा थर्काउनु बित्तिकै रुँदै घर पुगेछ। अनि के अरे चक्लेटको लालच दिएर गएपछि अनि हामी गयो त्यो घरमा। त्यो घर कसको घर थियो? खोइ त्यो कसको घर थाहा छैन। अनि के अरे हामी यताउता हेऱ्यो, मान्छे त थिएन भनेर होइन, मान्छे थिएन। अनि म आएँ, म पहिला सुरुमा छिरेँ होइन। अनि पछि केटी छिर्यो, बहिनी छिर्यो, अनि पछि लास्टमा पटेक छिर्यो होइन। अनि म जबसम्म मन भएन नि तबसम्म गऱ्यो त्यसले गऱ्यो। म यतिकै हेरेर बसिरहेँ। मेरो त एकचोटि उयो भनेको चाहिँ निक्लिहाल्यो। अनि के अरे त्यसले जति मनसम्म गऱ्यो। कति रसियल बाँधेको थियो नि त्यो बेला? त्यतिखेर नि यहाँ मात्रै बाँधेको थियो, मैले पक्रेर बसिरहेको थिएँ, त्यसले उयो गरेर बसिरहेको थियो होइन। अनि के अरे जब त्यस पनि भयो नि अनि त्यसले भने यसले त यो उठ्यो, योबाट उठ्यो भने नि यसले हामीलाई भनिदिन्छ, यसलाई बोलाउँछ मार्दै भनेर। अनि त्यो गयो, गाडी लिएर गयो। लिएर गाडी चलाउन आउँछ, स्कुल पढ्नु भयो पनि गाडी लिएर गयो त्यो आफ्नो घर। म के अरे त्यो सुसार गरेर नहा धुवा गरेर खाना खाएर अनि त्यसको घर गयो। किनकि रिजर्भ थियो त्यसको घरको साइडबाट। अनि के अरे रिजर्भ लिएर गएर हेटौँडा पुग्यो। हेटौँडाबाट फेरि आउँदा रात पर्दाखेरि फेरि फोन आयो। फेरि भेटाएन भनेर फोन आयो होइन। फेरि त्यसको भोलिपल्ट पनि फोन आयो, त्योबाट पनि भेटाएन भनेर आज फोन आएको थियो, भेटायो भनेर आज फोन आएको। अनि त्यो रस्सी बाँध्यो तन्दामा राखेँ कतिखेर? जब भ्यायो नि हामी दुईजनाले त्यो निक्ल्यो। अनि म एकैछिन बसेँ त्यहीँ। त्यसपछि आए त्यतिकै लट्केकै अवस्थामा छोडेर ढोकालाई चुकुर लगाइदिएँ। तिमीले रस्सी बाँधेर लट्काइदिएको? के अरे चुकुर लगाइदिएँ। त्यो रस्सी र तन्ना कसले लिएर आयो? तना र रस्सी त्यही थियो। त्यही नै थियो? यो पनि झुटो बोल्दैछ तिमी? नढाँटिकन भनेको अहिले त्यो नढाँटिकन हो? त्यही थियो जम्मै। अनि म आएँ होइन, नआएर खानासाना खाएँ। अस्तिको कुरा भयो, खानासाना गरेपछि माया गरेपछि त्यो दिनमा त फर्स्ट दिन थियो। गाडी लिएर एक्लैले कुदाएको फर्स्ट दिन थियो। अनि त्यहाँबाट आयो, खानासाना खायो। प्रदीप खड्का र तिमी सुमन लामा। तिम्रो नाम चाहिँ के हो? अनि तिमीसँग त्यो गएर त्यो पनि सेक्स गर्ने एकजना साथीको हो? प्रदीप खड्का। पहिला उसले गर्यो अनि उसले समाथि थियो। पहिला तिमीले गर्यो? अनि पहिला त्यसले गर्यो अनि पछि मैले गर्दाखेरि चाहिँ के भयो? मेरो झरिहालेको एकैछिन। के भन्न चाहनुहुन्छ तपाईँ यो भिडियो मार्फत कमेन्ट अवश्य गर्नुहोला।